हेर्नुहोस् आज हाम्रो चाहिँ घोडी ब्याएर चाहिँ घोडो पाछ है। हेर्नुहोस् अब यो चाहिँ सानो फुच्ची हो। हेर्नुहोस् यो चाहिँ भर्खर दुध खुवाइराख्नु भएको छ बाले। अब यो चाहिँ भर्खरै आजै बे है। हेर्नुहोस् यति नै तगडा हुन्छ कि घोडाको बच्चा पुरै टाइगर है यो। अब चाहिँ ठुलो भए चाहिँ चढ्न पनि मिल्छ है यो। हाम्रो चाहिँ भारी सारी बोक्ने पनि मिल्छ, बजारबाट सामान ल्याउने। हेर्नुहोस् आज बिहा छ। हेर्नुहोस् आज बिहा यो चाहिँ हिँड्न लागिसक्यो हेर त है। ल केटाहरू ल यो घोडा चाहिँ कसले चढ्ने ल भन त। अनि चढेर कहाँ जान्छस् त? ए त्यो घोडा चढी बजार राराताल जाने त्यसो भने ठुलो भएन यो। ए कसले चढ्न सक्छ घोडा भन त? सबैले चढ्छ होइन? ए हाम्रो सानो सानो फुच्चाहरूले पनि घोडा चढ्छ है। हाम्रो 6-7 वर्ष 5-6 वर्ष केटाहरूले पनि पुरै बाइक कुदा जस्तै घोडाहरू पुरा खरर कुदाएर हिँड्छ गाउँमा। हेर्नुहोस् यो चाहिँ सानो फुच्ची हो। यो चाहिँ किनभने 6-7 महिना 8-9 महिनापछि यसलाई अब खदाउने हुन्छ। यसलाई चाहिँ अलि चढ्ने चाहिँ रिता पार्नुपर्छ। यो चाहिँ अति नै दौड्ने हुन्छ है। यो त पुरै खतरा पुरै टाइगर बनाउनुपर्छ है यसलाई त पुरै, हो कि नै? यसलाई त खतरा बनाउने है खतरा। हेर्नुहोस् अब यो चाहिँ हिँडिरहेछ आमा बच्चा यी हेर अति नै तगडा हुन्छ है घोडाको बच्चा। यी हेर्नुहोस् हाम्रो सिधै हिमाली जिल्ला है। यस्तो वरिपरि पुरा डाँडा पाकाहरू छ। हेर्नुहोस् लेकथेरी चरिरहेछ है। त्यसले चाहिँ दुध खाइरहेको छ, आमाले चरिरहेछ है। हेर्नुहोस् यस्तो डाँडा पाका छ हिमालहरू होइन। यी हेर्नु यस्तो हिँडिरहेछ। अब चाहिँ घरतिर ल्याउनु लागेको छौँ हामीले। घर नजिक ल्याएको छौँ। लेकतिर बिहा थियो। अब चाहिँ हामीले तल गाउँतिर ल्याउनु लागेको छौँ। यसलाई गाउँमा ल्याएर 10-15 दिन गाउँमा राख्ने, फेरि अनि लेकथिरै खेदिहाल्छौँ यसलाई। लेकथिरै बस्छ, लेकथिरै चढ्छ उहीँ बस्छ यसले। गाउँतिर ल्याएर 1-2 दिन गाउँमा राख्छौँ। अलि के अब गाउँतिर ल्याएपछि अब पाहाडतिर यो सुत्छ क्या त्यो। सुतेपछि सुत्यो भने त्यही भएर पाहाडमा लोड्छ। त्यही भएर अब हेर्नुहोस् यस्तो नै चलिरहेछ। यस्तो लेक छ, डाँडाकाँडा छ, वारिपारि पुरै हिमाल छ। आज राति 12 बजे बिहा हो यो। यो चाहिँ अहिले चाहिँ कालो छ, पछि यो चाहिँ आफ्नो आमा जस्तै हुन्छ है सेतो। यसले कलर फेर्छ छिनछिनमा। यसको कलर कस्तो हुन्छ भने अब हामीलाई अहिले थाहै हुँदैन। अब अहिले चाहिँ कालो ब्ल्याकमा छ। यो चाहिँ पछि सेतो हुन पनि सक्छ, हरियल हुन पनि सक्छ। अब यो कस्तो हुन्छ अब हेरौँ। अब यसको कलर यो अब 2-3 वर्षपछि कलर चेन्ज हुन्छ यसको। हेर्नुहोस् पुरै स्ट्रेटमा छ है अहिले केटो।